ल साथीहरू, म चाहिँ यहाँ अहिले बुर्जुमान हुँदै हुँदै सरप डिजे हुँदै हुँदै होइन यहाँ बर्दुबा आइपुगेँ। हल्का काम थियो, काम पनि सकियो साथीहरू है। त्यही हो, धेरै हिँड्यो आज, लगभग 15 किलोमिटर त हिँड्यो। म लगभग बुर्जुमानमा ओर्लेको, बुर्जुमानबाट ओर्लेर अनि सरप डिजे थाहा छैन भने चाहिँ यो बर्दुबाईको नजिक नजिक पर्छ क्या, त्यही भएर हल्का वकिङ गर्दै आएको। तपाईँलाई यहाँको भ्यू देखाइदिउँ, हेर्नुहोस्। दिस इज द होल दुबई, बर्दुबाई। अहिले बिहानको टाइम छ, अहिले लगभग कति बज्यो भने 8:30 भएको छ अहिले। त्यही भएर यो पसलहरू सबै बन्द छ साथीहरू। घुम्दै घुम्दै म यहाँसम्म आइपुगिसकेँ साथीहरू। अब रमाइलो गर्दैछु, चिल गर्दैछु। म चाहिँ बिहान अब वकिङ पनि हुन्छ, के अरे यो हल्का एक्सर्साइज पनि हुन्छ भनेर हिँडेको। तर ठिकै भयो, ठिक छ। बिहान त्यति गर्मी छैन, बिहान हिँड्नु चाहिँ एकदम मजा छ साथीहरू। ल मर्निङ आवर। अहिले चाहिँ बिहानको टाइममा चाहिँ दोकानहरू सबै बन्द हुन्छ। 10 बजेपछि खुल्छ होला सायद, लगभग 1-1.5 घन्टा पछि। बाहिरबाट हेर्ने साथीहरूलाई चाहिँ अब यो बुर्जुमान सरप डिजे भन्ने थाहा छैन होला होइन। यो चाहिँ स्टेसन हो होइन, स्टेसन पनि हो, अनि सिटीको नाम नि हो, सिटीको नामले पनि चिन्छ। अनि त्यही हो, बजार सजार भयो होइन, त्यही हो। अनि हामी चाहिँ रुमबाट यतातिर आउँदा चाहिँ त्यही एरिया हुँदै आउनुपर्छ कि। अब त्यो मेट्रोमा आए पनि हुन्छ, म त मेट्रोमा नआएको। म त मेट्रोमा चाहिँ आउनु त आएको, तर बुर्जुमान नै झऱ्यो कि कुरा बुझ्नु भने साथीहरूले। ल टक्क लाएर चाहिँ अब हल्का केही नास्ता खानुपर्छ, हेरौँ के हुन्छ साथीहरू है। गाह्रो छ।